बिहे गरेको 1 महिनामै डिभोर्स। कल्पना गर्नुस् त, तपाईले आफ्नो पुरै जीवन जसका साथ बिताउने सपना देख्नुभएको थियो त्यो सम्बन्ध जम्मा 30 दिनमै समाप्त भयो। किन? कारण एउटै हो, गलत छनौट। के तपाईलाई लाग्छ तपाईको दाम्पत्य जीवन दिनहुको झगडा, गुनासो र आँसुमा बितोस्? पक्कै पनि चाहनुहुन्न। यसको विपरीत एक सुखी र सफल सम्बन्धको लागि हामीले आफ्नो जीवनसाथी, चाहे उनी केटा हुन् वा केटी, मा खोज्नुपर्ने 5 वटा अनिवार्य गुणहरू यस्ता छन् जसले तपाईको वैवाहिक जीवनलाई डिभोर्सको ढोकाबाट टाढा राख्छन्। आउनुहोस् जानौं ती गुणहरू के हुन् त। 1. जगह, आपसी सम्मान र अटुट विश्वास यो सम्बन्धको जग हो। यदि तपाईको पार्टनरले तपाईका विचार, तपाईको करियर, तपाईको व्यक्तिगत स्पेस र तपाईका सपनाहरूको सम्मान गर्दैन भने त्यो सम्बन्ध धेरै टिक्दैन। विश्वास त त्यो अक्सिजन हो जसले सम्बन्धलाई सास फेर्न दिन्छ। दिनहुको शंका र नियन्त्रणले सम्बन्धलाई शून्य जेल बनाउँछ। त्यसैले तपाईको जीवनसाथीमा खुलेर सम्मान र विश्वास गर्ने क्षमता हुनैपर्छ। 2. समाधानको बाटो, प्रभावकारी र खुला संवाद। तपाईको जीवनमा समस्याहरू पक्कै आउँछन्, तर तपाईको पार्टनरसँग झगडा नगरी ती समस्याहरूलाई समाधान गर्ने क्षमता छ कि छैन? एक असल जीवनसाथी त्यो हो जसले तपाईको कुरा सुन्छ, जो हरेक विवादमा जित हार खोज्दैन, बरु समाधान खोज्छ। यदि तपाई दुवै एक अर्कासँग खुलेर र इमानदारीपूर्वक कुरा गर्न सक्नुहुन्छ भने कुनै पनि गलत बुझाइले तपाईको सम्बन्धलाई तोड्न सक्दैन। 3. स्थिरता, भावनात्मक परिपक्वता र जिम्मेवारीको भावना। जीवनसाथीमा भावनात्मक परिपक्वता अत्यावश्यक छ। यसको अर्थ साना साना कुरामा रिसाएर सम्बन्धमा बालसुलभ व्यवहार नगर्ने, आफ्ना गल्तीहरूको जिम्मेवारी लिने र आफ्ना भावनाहरूलाई नियन्त्रण गर्ने क्षमता हुनुपर्छ। हरेक समस्यामा भाग्ने वा दोष अरूलाई थोपर्ने होइन, बरु स्थिर र शान्त भएर समाधान खोज्ने पार्टनरले मात्र सम्बन्धलाई सुरक्षित महसुस गराउँछ। 4. प्रोत्साहन, अटुट समर्थन र उत्प्रेरणा, मोटिभेसन। तपाईको जीवनसाथी तपाईको सबैभन्दा ठूलो समर्थक, चियर लिडर हुनुपर्छ। त्यो सम्बन्ध बलियो हुन्छ जहाँ केटा वा केटी दुवैले एकअर्काको सपना पूरा गर्नका लागि प्रेरणा दिन्छन्। जब जीवनमा कठिनाइ आउँछ तब तपाईको पार्टनर भरपर्दो साथ दिन सधैँ तयार हुनुपर्छ। यो साथ नै हो जसले तपाईलाई अगाडि बढ्न मद्दत गर्छ। 5. दिशा, समान मूल्य, मान्यता र भविष्यको दृष्टिकोण, पैसाको व्यवस्थापन, परिवारप्रतिको दृष्टिकोण, नैतिकता र भविष्यका दीर्घकालीन योजनाहरूमा तपाईको र तपाईको पार्टनरको बीचमा आधारभूत समानता हुनैपर्छ। यदि एकजनालाई पैसा बचाउनु छ र अर्कोलाई खर्च गर्नु, वा एकलाई घुम्नु छ र अर्कोलाई घरमा बस्नु छ भने यो कुराले लामो समयसम्म टकराव पैदा गर्छ। एउटै मूल्य, मान्यताले गर्दा सम्बन्धको यात्रा सहज र एक दिशामा हुन्छ। याद राख्नुहोस्, कुनै पनि सम्बन्ध पर्फेक्ट हुँदैन, तर यी 5 गुणहरूले तपाईको सम्बन्धलाई स्थिर, प्रेमपूर्ण र दिगो बनाउन मद्दत गर्छन्। जीवनसाथी छान्दा क्षणिक आकर्षणमा होइन, यी आधारभूत गुणहरूमा ध्यान दिनुहोस्, किनकि राम्रो पार्टनरले तपाईको जीवनलाई स्वर्ग बनाइदिन्छ। नत्र डिभोर्सको त्यो तीतो क्षण आउन धेरै बेर लाग्दैन। बुद्धिमानीपूर्वक छनौट गर्नुहोस्, नत्र